तपाईको घरको नक्सा डिजाइन गर्दा हुन सक्ने यी 5 गल्ती। सबैभन्दा पहिला चाहिँ तपाईको जग्गाको वरिपरि के छन्। यदि अब तपाईको जग्गाको छेउमै अब अग्लो घर बनेको छ अथवा जेरो साइड तपाईको तिर परेको छ भने, यदि अब तपाईले चाहिँ झ्यालडोकाहरु त्यो साइडमा राख्नु भयो भने तपाईकोमा चाहिँ त्यहाँ चाहिँ अब घामको उज्यालो प्रकाश अथवा न्यानो त्यस्तै हावाको वहन पनि राम्रोसँग हुन पाउँदैन। त्यसैले तपाईले अब आफ्नो जग्गामा डिजाइन गर्दै हुनुहुन्छ भने यदि तपाईले अब वरिपरिको कन्डिसन चाहिँ त्यहाँ हेर्नु भएन भने, अहिले भइराखेको संरचना अथवा पछि बन्न सक्ने संरचनाको बारेमा ध्यान दिनु भएन भने त्यो चाहिँ तपाईलाई पछि एकदमै घाटा लाग्छ। र त्यसैगरी अर्को गल्ती भनेको मापदण्डको पालना नगर्नु। यदि अब तपाईले अब त्यहाँ नक्सा डिजाइन गर्दै हुनुहुन्छ, नगरपालिकाको अथवा भवन निर्माण सम्बन्धी जे मापदण्ड छन् त्यो मापदण्डहरू जस्तै कि अब सेटब्याक अथवा ग्राउन्ड कभरेज, राइट अफ वे, भवनको उचाइ जति गर्नुपर्ने हुन्छ, यसलाई चाहिँ तपाईले अब कन्सिडर नगरी तपाईले त्यहाँ डिजाइन गर्नुभयो भने पछि अब त्यो नक्सा नगरपालिकामा पास पनि हुँदैन। त्यसैगरी अब यदि केही गरी तपाईले घर निर्माणको काम थाल्नु भयो भने त्यहाँ बीचमै रोकिने अथवा बनिसकेपछि चाहिँ भत्किने, यस्तो तपाईलाई धेरै समस्या पर्छ। र त्यसैगरी अर्को गल्ती भनेको विभिन्न रुमहरूको साइज चाहिँ स्ट्यान्डर्ड नबनाउने, कि चाहिँ अब अलिकति सानो बनाउने अथवा चाहिँ चाहिने भन्दा बढी स्पेसहरू निकाल्ने। जस्तै कि अब बेडरुम तपाईलाई 10 बाइ 10 मिनिमम देखि 12 बाइ 14 सम्मको बेडरुम चाहिँ तपाईलाई एकदमै उपयुक्त हुन्छ। तर अब यदि तपाईले त्यो भन्दा सानो बनाउनु भयो भने त्यहाँ राम्रोसँग बेड पनि नअटाउने, अरु स्पेस नहुने, यस्तो समस्या पर्छ। त्यसका साथै अब तपाईले 12 बाइ 14 भन्दा धेरै ठूलो स्पेसहरू बनाउनु भयो भने पनि त्यहाँ अब तपाईले राख्ने भनेको त एउटा दराज हो। तर अब यदि त्यहाँ खाली ठाउँ धेरै भयो भने त्यसले अब ओगट्ने गरी त्यहाँ अब नचाहिने सोफाहरू राख्ने अथवा अन्य सामग्रीहरू ल्याएर राख्ने, जसले चाहिँ तपाईको खर्च मात्रै बढाउँछ अथवा त्यहाँ खाली स्पेस हुँदाखेरि चाहिँ तपाईलाई त्यहाँ अन्य सामानहरू ल्याउनु पर्ने बाध्यता सिर्जना गर्छ। र यो समस्या चाहिँ बेडरुममा मात्र नभई तपाईको जुन अन्य किचन अथवा बाथरुमहरूमा पनि सानो भयो भने चाहिँ त्यहाँ काम गर्ने असहज हुने, सामानहरू राख्नै नअट्ने हुन्छ। ठुलो भयो भने पनि त्यहाँ चाहिँ भएको स्पेसहरू खेर जाने, त्यो चाहिँ युटिलाइज नहुने, यस्तो हुन्छ। त्यस्तै अर्को गल्ती भनेको नेगेटिभ स्पेस बढी राख्ने। यो भनेको चाहिँ त्यहाँ अब सर्कुलेसन एरिया धेरै राख्ने, जुन अब मान्छे हिँड्नको लागि प्रयोग गरिएको हुन्छ त्यो चाहिँ अब अरु कामको लागि युज नै हुँदैन, प्यासेजहरू धेरै बनाउने। यस्तो गर्दा चाहिँ तपाईको अब जुन घरको एरिया छ त्यो चाहिँ अब रुम बनाउन अथवा अन्य प्रयोजनको लागि भन्दा पनि त्यो चाहिँ यत्तिकै स्पेस खेर गइराखेको हुन्छ। र त्यसैगरी अब डिजाइन गर्दा हुने अर्को गल्ती भनेको चाहिँ पिल्लरको संख्या धेरै राख्ने। मापदण्ड अनुसार नै तपाईले अब दुईवटा पिल्लर बीचको जुन ग्याप हुन्छ अथवा एउटा बीमको लम्बाइ हुन्छ त्यो चाहिँ अब तपाईले 14 फिट 9 इन्च अथवा करिब तपाईले 15 फिटकै बनाउन पाउनुहुन्छ। तर अब त्यो नगरी केही गरी मेरो घर कमजोर हुने हो कि अथवा चाहिँ त्यहाँ कुनै मिस्टेकले गर्दा चाहिँ पिल्लरहरू एकदम नजिक आउने, यस्तो समस्या हुन सक्छ। यसले गर्दा एउटा त अब खर्च बढ्छ, यसमा अब डन्डी, सिमेन्ट, गिट्टी, बालुवा धेरै खपत हुने भएर तपाईको डाइरेक्टली कस्ट बढ्ने पनि भयो। त्यसैगरी अब एउटै रुममा चाहिँ धेरै बीमहरू बीचमा देखिने, पिल्लरको संख्या धेरै हुँदा चाहिँ यस्तो अनावश्यक बीमहरू धेरै आउने, यस्तो समस्या पनि पर्छ। त्यसैले तपाईले अब घर निर्माण गर्नुभन्दा पनि पहिला डिजाइन गर्दा यी कुरामा ध्यान दिएर यी गल्ती गर्नु भएन भने चाहिँ तपाईलाई पछि घर निर्माण गर्दा सहज हुन्छ, अनावश्यक खर्च बढ्ने समस्या पनि देखिँदैन। र त्यस्तै अब तपाईलाई यस्तै डिजाइन सम्बन्धी अन्य टिप्स चाहिन्छ भने तपाईले कमेन्टमा डिजाइन लेख्न सक्नुहुन्छ।